अलि धेरै माथि बिचमा डन्टी चाहिँ किन पारेको दाउ ल्याउनु दाउ अनि काम सकेर टक्क हेलमेट लायो अनि भुर्र बाइक लिएर जाने बुढीलाई राखेर क्या काम गर्न आएको खेतमा दाउ ल्याउनु नि अहिले बसेको आउँदैन त काटेको आउँदैन मुनिको आएन अब तल राख्नु तल राखेर कताको गयो खोइ मेरो आएन मेरो छेलले बिचमा परेन मेरो छेलले अहिले यस्तो घुमाउनु न त्यसलाई डन्ठीलाई अलि यता आइज न त होइन डन्ठी चाहिँ घुमाउनु पर्दैन अब तपाईँ चाहिँ दाउनु देखिरहेको छ त छस् त छेलिएको छु नि त छैन डन्ठीले छेलिँदैन त्यो फोटो डन्ठीले छेलिन्छ भैडीले छेलिँदैन यहाँ राखेर काट्छ त्यो काट्नु न यहाँ राखेर काट्नु क्या हो यो सबै काट्नु हेरेको 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 के राम्रो देख्नु छाड्नु बिस्तारै त्यसरी यहाँ राखेर काट्नु यहाँ राखेर अलि यहाँ यो कसको देखिरहेको हाम्रै उताको पाटो छ म अलि उता सक्छु वो भोगटे यो चाहिँ मैले हिजो गौरादाबाट ल्याएको घरकै भोगटे है मिठो चाहिँ छ जस्तो छैन कलिलो कलिलो दामी हुन्छ है नुन भयो बोक भयो त पुरा इमोसनै आयो क्या जङ्गल जामुन टेर्नु जङ्गल जामुन टेर्नु जङ्गल उति छ होइन अलि उता जान्ने होइन अब यो सबै पल्साउनु पर्छ सिक्दै दिनुपर्छ जित्देपछि अब टाइम त भएको उ चाहिँ मैले धेरै काटेको हो म्युजिक राम्रो हुन्छ के राम्रो बिहान पो रमाइलो कहिलेको बिहान सुझाव हुन्छ है कहाँ हो ए माथि त्यहाँ तल देखेन ढिलो भएको थिएन टोको टोको त डराउँदैन जस्तो डराउँदैन भ्याप्नुदेखि मिठो है तर मासु ल्याउनु सबै मिचेर आनन्दले बसेको होला मलाई चाहिँ यति गरेर त्यहाँ जानु छोडिनु आफ्नै लागि होइन अर्काको लागि हो होइन गरेको
देखौँ न आज छुट्टीले चाहिँ घुम्नु गएको क्या सारा थाहा भएन बस अकस्मात आइपरेको छुट्टी हो क्या यो कस्तो मान्छे त्यो मरिमर नपरेर हुन्थ्यो यसो एउटै मात्रै भयो ऊ त्यो जङ्गल हेर ऊ त्यसरी ऊ त्यो जङ्गल सबै देखिरहेको छ हेर उता उता हेर उता हेर कस्तो मजाले देखियो एउटै खाएको मात्रै भयो बन्द गर्नु धेरै भयो खाएको मात्रै बन्द गर्नु साँच्चै भनेको मैले अहिले सबै भ्याउ सबै सकिँदैन भयो थुपारिदिउँ युता पनि बोक्नुपर्छ उता खाली गरिदिने अरे छोरी पाउने बनाउनु लागेको छ कीर्तन के भन्छ बुइन नपाउनु बुइन नपाउनु मात्रै जस्तो ठिक छ यहाँ आमाको जस्तो कथा मलाई नै भइहाल्छ फेरि भाइ जान त्यहाँबाट मजा ढुक्काउँछ यही कथा मलाई आइहाल्छ पछि यो भएर सहारा त हुन्छ मलाई नि यतिका छौँ हामी चित्त बुझ्देको छैन पछि हामी यस्ता कस्ता आउँछन् जब खाँटेका हामी चित्त बुझ्दै भन्ने त हामीले नै यो म त भन्छु मैले त्यस्तो दुःख गर म त भन्छु होला जस्तो लाग्छ दुःख गरेको भन्दा अनि झडा पर्छ मैले दुःख गर्छु तिम्रो चयन गर्न आएको भन्छु म त भन्छु सिधै सबैलाई अनि एउटै तर छ मैले यति दुःख गरेको अनि झडा पर्छ है मिठो है तर मिठो क्या अझै छ सक्यो त्यस्तो बुझिदियो खाना खा बुझिदियो त केही हुन्न खाना कसरी खानु मैले बिस्टी सबै जान्छ अहिले मैले त्यो भएर त त्यसरी खाएको छुइनँ यस्तै खाएको म पराउ फ्याँकेर मिठो अझै टेस्ट प्याज यस्ता अस्ति हाम्रो घरमा मिसो सबै आएको थियो नि त आफ्नो वडि मिसो आएको थियो खानु खाएको छोराको बेला खानु क्या बेला भएको त बेला होइन छोड चाहिँ आयौँ क्या शुक्रबारको दिन थियो त्यो दिन ड्राइभर थिएन ड्राइभर चाहिँ जनार्दन सर थियो क्या जनार्दन सर के गाडी आउँछ सक्छ कस्तो खतरा आएको छ नि सबैजना एकैचोटि जाने भन्दाखेरि अब सर विदेशको पुऱ्याएर जानु पऱ्यो ढिलो भयो बुझौँ भन्दाखेरि होइन तिमीहरू चिया खानु भने अदुवा त ल्याउनु मन लाग्दैन थियो आमाले के भन्यो कसो भन्थ्यो भन्ने लागिरहेको हुन्थ्यो नि त्यो दिन चाहिँ दुध पनि थियो कालो चिया त खान्न हामी दुधसेर खान्छौँ भने भोलिबाट दाइलाई लगिदिने प्लान रहेछ आमेको मलाई के थाहा होइन ठिक्क हामी आएको चिया बखाउँदै केटाहरूले आएको थिएन चिया ठिक हालेको छ तिमीले आएर हतापत्ता दुध थपिहाल्यो यही पानी थपेँ आइया यहाँ हानेको त्यहाँ भिडियो ए अनि अनि त्यहाँबाट
चिया पकाएँ अनि अनि रिसाउँछु नि दुध यता आउने यता चिया पकाएर खान सकिन्छ बल्ल बल्ल आएका यस्तो घरमा यस्तो खाएँ भन्ने हुन्छ भन्छ दिनुपर्ने भन्ने जस्तो लागेको थियो छ्याउ लु उठ बाहिर यहाँ उठ त लु उठ न ल छिटो काटौँ अब घाम झरे न जाने अब यतिकै उठ उठ खाइयो त चिया पानीको सबै खायो ल